हेलो साथीहरू, म चाहिँ बिहानको 7 बजे घरदेखि निस्केँ है। अनि म चाहिँ घरदेखि एक्लै निस्केँ र बाटोमा चाहिँ बहिनी पर्खिरहेको थियो है। अनि म र मेरो बहिनी चाहिँ अब चाहिँ सिलगढीतिर लाग्यो, किनभने हाम्रो बहिनी चाहिँ आज आउँदै थियो नि त, त्यसबाट हामी चाहिँ गयो। अनि सिलगढीमा चाहिँ यति बेसी जाम है, अनि गरम पनि भइरहेको थियो। त्यति नै बेला चाहिँ बहिनीको फोन आयो कि बहिनीको फ्लाइट मिस भयो भनेर है। अनि हामी यति बेसी टेन्सन भयो। अनि हामी के गर्ने, अब हामी त फर्किने गरी गएको थियो। त्यस कारणले गर्दाखेरि चाहिँ हामी एकदमै टेन्सन भयो। अनि हामी चाहिँ एकछिन बजार घुमौँ भनेर हामी एकछिन घुम्नु गयो है। अनि गइसकेपछि चाहिँ मैले भने अब हामी विशाल मार्ट जाउँ भनेर, किनभने हाम्रोमा लगाउने लुगाहरू के पनि थिएन है। अनि हामी चाहिँ विशाल मार्ट गएर चाहिँ एक दिन लाउने लुगाहरू सबै किन्यो। अनि किनिसकेपछि चाहिँ हामी फर्केपछि चाहिँ फेरि भोलि बिहान हामी बहिनीलाई ल्याउनु लागि फेरि लाग्यौँ। अनि त्यहाँनिर चाहिँ बहिनीलाई एकदमै वेट गर्नु पऱ्यो नि त। त्यति बेला चाहिँ मैले किनेको सामानहरू देखाउनु थालेँ। यो ट्रे चाहिँ मैले किन किनेको भन्दाखेरि चाहिँ हामीले फ्रुट्स किनेको थियो, अनि फ्रुट्स काटेर खानु लागि चाहिँ किनेको थियो। अनि मैले मेरो नानीको सामानहरू पनि किनेको थिएँ है। अनि यो सामानहरू चाहिँ मैले अल्छी लाग्यो, अनि यो सामानको चाहिँ म भिडियो बनाउनु थालेँ, किनभने मेरो छोराले चाहिँ यस्तो कुराहरू पुरा मन पराउँछ नि त। अनि मेरो छोराको लागि किनेको सामानहरू चाहिँ मैले देखाउनु थालेँ, के रहेछ भनेर हेर्नु थालेँ। अनि त्यहाँदेखि फेरि हामी गयो, यता हिँड्यो उता हिँड्यो। अनि बाहिर निस्केर हेर्दाखेरि त एउटा पानीको ट्याङ्की रहेछ। यो ट्याङ्की देखेर मजा लाग्यो है। अनि अब चाहिँ हामी भित्र गयो, बाहिर धेरै गरम भइसकेको थियो है। अनि अब हामी चाहिँ भित्रै गएर वेट गरौँ भनेर भित्र गएपछि चाहिँ हामी वेट गरिरहेको थियौँ। त्यति बेला बहिनी आइपुग्यो। अनि बहिनीलाई देखेर चाहिँ हामी यति बेसी खुसी भयो, किनभने एक दिनमा बहिनी आइपुग्दै थियो, तर 2 दिन लाग्यो। अनि हामी चाहिँ बहिनीलाई भेटेर चाहिँ एकछिन खुसीमा चाहिँ हामीले एउटा भिडियो बनायो है। अनि त्यहाँनिर चाहिँ अब चाहिँ हामी धेरै थाकिसकेको थियो, गरम पनि थियो। अनि हामी चाहिँ फर्क्यौँ भन्यो है। अनि हामी चाहिँ घरतिर लाग्यौँ साथीहरू। ल साथीहरू, अब चाहिँ हामी फर्केको घर आइपुग्यो। वेटिङ चाहिँ ओभर भयो, ऊ चाहिँ आइपुगेको छ अब फाइनली। अब चाहिँ घर लागेको